सिद्ध पोखरी गुल्मीको डाँडाबाट अँधेरी पोखरी अरहाँचीको डाँडाको सिन खिचेको हो हामीले गाइस। त्यो पारी डाँडा देखिने हाडहारे डाँडा हो गुल्मीको। त्यो भन्दा पारी डाँडा देखिने पनि बागलुङ र तम्घासको डाँडा पनि देखिन्छ। त्यसपछि त्यो तल देखिने चाहिँ साकिन्धाराको डाँडा हो। हिँड्दै जाँदा त्यहाँ पनि सिन देखिएको छ। हाम्रो यात्रा हो दुईजनाको हिँडेको यात्रा। त्यसपछि गुल्मीको मनोकामना मन्दिरको दर्शन गर्न पनि सकिन्छ। त्यहाँ हेर्नु होला दृश्यहरू। यो चाहिँ हामी हिँडिरहेको मोलज्याङको डाँडा हो गुल्मीतिरको। पारी हेर्न सक्नुहुन्छ सुकल डाँडा पनि छ गुल्मीतिरको। गुल्मीतिर घुम्न आउने साथीहरूले धुर्कोट पर्यटकतिर पनि घुम्न सक्नुहुन्छ। रमाइलो छ, वातावरणहरू चिसो छ, सिनहरू राम्रो छ, राम्रो देखिन्छ। आउनुहोला, आउन नबिर्सनु होला। ओके, धन्यवाद मिस्टर हिमाल मगर ब्लग्स च्यानल।